पूरा आदमी नेपाली जा रहा है। कंपनी बाहिर यहाँ हेर न भरे हैन यता र के भन्छौ त साथी जाँदैछ हाँ के भन्छौ त भन साथी जाँदैछ 4 वर्ष पछाडि सँगै बसेको साथी यसो केही भन्दैनौ हाम्रो साथी जाँदैछ आज नेपाल फिनिशमा आदि म त्यस्तो छैन नि दाइ मटे के भन त अब छोडेर जाँदैछौ हैन सबैजनालाई सम्झिरहेको छु भन्थ्यौ अन्त त्यही अब नेपाल गएपछि फोन गरौँला हैन अनि गर्लफ्रेन्डले हेर्यो भने आउँदै छ रे मलाई नि पेन्सन गर ल ल अनि यो कम्पनीलाई के भन्छु कम्पनीलाई चाहिँ के भन्नु कम्पनी त राम्रो यहाँको मान्छे चाहिँ नराम्रो यता हुन् न पासपोर्टहरू त कहाँ छ हाम्रो साथी ऊ जाँदैछ अनि त्यही भएर हामी तल गाडीमा चढाउन आउँदैछ अनि उसको ब्यागै हो उसको सामानहरू त लास्टै धेरै भएर सबै सामानहरू त यहीँ छोडेर गएको छ अब पछि साथीहरूले लगिदिन्छन् माललाई अनि तपाईँको पारा चाहिँ के हो यार दाइ केही भन्नु न केही भन्नु न म त्यस्तो गर्दिनँ नि त केही भन्नु न के बोलेको तपाईँले आधी सल्लाह भन्नु यो सेक्युरिटी चाहिँ सबैभन्दा उत्तेको सेक्युरिटी हो छटपटे भाइ यहाँ त्यो रुँदैछन् रुँदैछन् बिदा माग्दै रुँदै जाँदैछन् यहाँ हाम्रो एकजना मार्ले मुदी छन् ऊ पनि रुँदैछन् हाल्दैन त्यो मिक्स गर्दै गर्दैन नि अहिले जाँदैन नि त्यो मान्छेलाई भइसक्यो सेटल भइसक्यो नि कुरोको गरिहाल्दैन ऊ त्यहाँ मुदिर हो नि त उसलाई के भन्दैौ न 2 शब्दमा उसलाई चाहिँ के भन्नु मान्छे चाहिँ अलि राम्रो त्यो बानी चाहिँ अलि चटपटे छ अब अलिकति बानी चाहिँ सुधार्नुपर्छ बढी बोल्छ होइन त्यही हो अनि उसलाई के भन्छ मान्छे एकदम बेस्ट हो रुन आँटिसक्नु अब आँसु झर्नु पनि कहिले पुग्छ पुसिदिउँ न यस्तो गरेर यहीँ आउँछ अब गाडी आउँदैछ जहाँ आउँदैछ राम्रोसँग है राम्रोसँग नरुई बिदा गर है रुनु चाहिँ नरुनु है कोही पनि गाडी आउँदैछ पासपोर्टहरू कहाँ छ पासपोर्टहरू कहाँ छ सामान हाल्ने कार्यक्रम हुँदैछ कोसँग फोन गर्यो म त भिडियो हामी त अब होला त्यो खोल न भनेको
राम्रोसँग पुऱ्याएर आउने हाम्रो साथीलाई। मटे राम्रोसँग जाऊ होइन, नरुनु। अब त्यस्तै हो, राम्रोसँग जाऊ, अरू भनेको त्यस्तै हो। ल राम्रोसँग पुऱ्याएर आऊ है, नरुनु ल। यिनीहरू गयो भरेकै छोडी है, गयो हाम्रो साथी। बाई बाई गर्दै गयो हाम्रो साथीलाई। त यो छोडेर गयो। 4 वर्ष पछाडि चाहिँ हाम्रो साथीले कम्पनी छोडिदियो। माललाई रुँदैछ हाम्रो दाइ। भिडियो होइन।